हेलो एन्ड नमस्ते एभ्रिवान, वेलकम ब्याक टु माई युट्युब च्यानल इकोनोमिक्स विथ हरिश। आजको भिडियोमा हामी कुरा गर्नेछौँ ओलिगोपोली मार्केटको बारेमा। ओलिगोपोली सुरु गर्नुभन्दा अगाडि एउटा क्वेसन, हजुरहरूले कहिले इमेजिन गर्नुभएको छ नेपालको टेलिकम इन्डस्ट्रीमा कतिवटा कम्पनीजले मार्केट डोमिनेट गरिरहेको छ? स्टिल इन्डस्ट्रीमा पनि थोरै कम्पनीजहरूले मात्रै मार्केट क्याप्चर गरेको छ। किन थोरैले मात्रै, किन धेरै कम्पनी भएन? त्यसको आन्सर हो ओलिगोपोली। आजको यो भिडियोमा हामी डिस्कस गर्नेछौँ ओलिगोपोली मार्केटको मिनिङ, फिचर, टाइप र यसमा भएका इम्पोर्टेन्ट मोडेलहरूको। भिडियो लास्टसम्म हेर्नु होला। अब सुरु गरौँ ओलिगोपोली मार्केट। ओलिगोपोली भनेको यस्तो मार्केट स्ट्रक्चर हो जसमा थोरै लार्ज फर्महरू हुन्छन् र ती थोरै लार्ज फर्महरूले इन्टायर मार्केटलाई डोमिनेट गरेको हुन्छ। सिम्पल ल्याङ्ग्वेजमा भन्नुपर्दा मार्केटमा बायरहरू धेरै हुन्छन् तर सेलर चाहिँ थोरै मात्रै हुने गर्छन्। फर इक्जाम्पल नेपालको केसमा टेलिकम इन्डस्ट्री जसमा एनटिसी र एनसिएल मात्रै छ, त्यसै गरी एयरलाइन्स इन्डस्ट्री, स्मार्टफोन कम्पनीज, यस्तो इन्डस्ट्रीलाई हामीले ओलिगोपोली इन्डस्ट्री भन्छौँ। सो ओलिगोपोली भनेको थोरै तर पावरफुल फर्महरू हो। अब कुरा गरौँ ओलिगोपोलीको फिचर्सको बारेमा। सबै मार्केटको आफ्नो आफ्नो फिचरहरू हुन्छ जसले गर्दा हामीलाई थाहा हुन्छ कि यो कस्तो मार्केट हो। त्यसै गरी ओलिगोपोली मार्केटको पनि आफ्नै फिचरहरू छन्, जस्तै फ्यु लार्ज फर्म। ओलिगोपोली मार्केटमा फर्महरू थोरै हुन्छन् बट पावरफुल हुन्छन् र इच कम्पनीको मार्केट सेयर ठुलो हुने गर्छ। अर्को यसको फिचर छ इन्टरडिपेन्डेन्स। यो सबैभन्दा इम्पोर्टेन्ट फिचर हो। एउटा कम्पनीले प्राइस घटायो भने अर्को कम्पनीलाई एफेक्ट गर्ने हुन्छ। सो ओलिगोपोलीमा फर्महरू राइभलको डिसिजनमा डिपेन्ड गर्छन्। यसलाई इन्टरडिपेन्डेन्स भन्ने गरिन्छ। अर्को यसको फिचर रहेको छ ब्यारियर्स टु इन्ट्री। नयाँ कम्पनीलाई मार्केटमा इन्टर गर्न गाह्रो हुन्छ किनकि लार्ज इन्भेस्टमेन्ट र क्यापिटल चाहिने हुन्छ, ब्रान्डिङ चाहिने हुन्छ, टेक्नोलोजी पनि चाहिने हुन्छ, त्यसैले इन्ट्री ब्यारियर हुन्छ। अर्को यसको फिचर रहेको छ प्रोडक्ट। ओलिगोपोलीमा प्रोडक्ट सेम पनि हुन सक्छ र डिफ्रेन्ट पनि। सेम प्रोडक्टलाई होमोजिनियस प्रोडक्ट भनिन्छ, जस्तै सिमेन्ट, स्टिल। डिफ्रेन्सिएट प्रोडक्ट भनेको स्मार्टफोन, कारहरू, यस्तो प्रोडक्टहरूलाई चाहिँ हामीले डिफ्रेन्सिएट प्रोडक्ट भन्ने गर्छौँ। अर्को यसको फिचर रहेको छ नन प्राइस कम्पिटिसन। ओलिगोपोलीमा प्राइस स्टेबल नै हुन्छ। युजली प्राइस कम्पिटिसन हुँदैन। प्राइसमा कम्पिटिसन भयो भने प्राइस वार हुने चान्स हाई हुन्छ। जस्तै कि सपोज मार्केटमा दुईवटा फर्महरू छन्, ए र बी गरेर, र ती दुईटा फर्महरूले सिमिलर प्रोडक्टहरू म्यानुफ्याक्चर गरिरहेका छन्। सपोज फर्म एले आफ्नो प्रोडक्टको प्राइस 500बाट घटाएर 400मा पुर्यायो। त्यसो गर्दा अब फर्म बीको सबै कस्टमरहरू फर्म एमा सिफ्ट हुन्छन् सस्तो भएर। त्यही देखेर फर्म बीले फेरि आफ्नो प्राइस 350 पुगाउँछ र सबै कस्टमर आफूतिर तान्न खोज्छ। यसरी नै प्राइस घटाउँदै गयो भने प्राइस वार हुन्छ। त्यही भएर ओलिगोपोलीमा कम्पिटिसन चाहिँ प्राइस भन्दा पनि एडभर्टाइजिङमा, ब्रान्ड क्वालिटीमा, कस्टमर सर्भिसमा, यस्तो कुराहरूमा हुने गर्छ। र अर्को यसको इम्पोर्टेन्ट फिचर रहेको छ अनसर्टेन डिमान्ड कर्भ। ओलिगोपोलीमा एउटा फर्मको डिसिजन अरू फर्महरूमा डिपेन्ड गर्छ। यस्तो इन्टरडिपेन्डेन्सले गर्दा फर्महरूले राइभल फर्मको रियाक्सन प्रिडिक्ट गर्न सक्दैनन् र डिमान्ड कर्भ अनसर्टेन हुन जान्छ। ओलिगोपोली मार्केटमा दुईवटा मेन टाइप छ। एउटा हो कोलिजिभ ओलिगोपोली र अर्को हो नन कोलिजिभ ओलिगोपोली। कोलिजिभ ओलिगोपोली भनेको त्यो सिचुएसन हो जहाँ फर्महरू एकअर्कासँग एग्रिमेन्ट गरेर काम गर्छन्, मतलब धेरै कम्पनीहरू कोअपरेट गर्छन् र जोइन्ट प्रोफिट म्याक्सिमाइज गर्छन्। यस्तो गर्न चाहिँ मिल्दैन किनकि यसरी कम्पनीहरू मिलेर प्राइस आउटपुट फिक्स गर्यो भने मोनोपोली हुन जान्छ। त्यही भएर धेरै कन्ट्रीहरूमा यो चाहिँ इलिगल छ र नेपालमा पनि यसलाई इलिगल नै मान्ने गरिन्छ। कोलिजिभ ओलिगोपोलीको दुईवटा मोडेलहरू छ, कार्टेल र प्राइस लिडरसिप। कार्टेल भनेको फर्महरूको एसोसिएसन हो जसमा फर्महरू एकअर्कासँग एग्रिमेन्ट गर्छन् कि प्राइस यति सेट गर्ने, आउटपुट यति प्रोड्युस गर्ने, मार्केटलाई डिभाइड गर्ने। यस्तो एग्रिमेन्ट कार्टेलमा गरेको हुन्छ प्रोफिट म्याक्सिमाइज गर्नलाई। कार्टेलमा अलमोस्ट फर्महरू मोनोपोली जस्तै बिहेभ गर्छन्। यसको बेस्ट इक्जाम्पल हो ओपेक। ओपेक भनेको अर्गनाइजेसन अफ पेट्रोलियम एक्सपोर्टिङ कन्ट्रिज हो। यसमा चाहिँ ओइल प्रोड्युसिङ नेसनहरू छन् जस्तै साउदी अरेबिया, कुवेत, इरान, इराक र अरू ओइल प्रोड्युसिङ कन्ट्रीहरू मिलेर एग्रिमेन्ट गरेका छन्। अर्को मोडल कोलिजिभ ओलिगोपोलीमा छ प्राइस लिडरसिप मोडेल। यसमा चाहिँ के हुन्छ भन्दा एउटा पावरफुल ठुलो फर्मले प्राइस सेट गर्छ र अरू सानो फर्महरूले त्यो प्राइसलाई फलो गर्छन्। सपोज सिमेन्ट इन्डस्ट्रीमा एउटा पावरफुल फर्मले सिमेन्टको प्राइस सेट गर्यो भने अरू कम्पनीहरूले पनि सिमिलर प्राइस राख्छन्। यस्तो केसलाई प्राइस लिडरसिप भन्ने गरिन्छ। अर्को टाइप अफ ओलिगोपोली भनेको नन कोलिजिभ ओलिगोपोली हो। नन कोलिजिभ ओलिगोपोली त्यो सिचुएसन हो जहाँ फर्महरू एकअर्कासँग एग्रिमेन्ट गर्दैनन्। सबै फर्महरू इन्डिपेन्डेन्टली कम्पिट गर्छन् मार्केटमा। सबै फर्महरू एकअर्कासँग प्राइसमा, आउटपुटमा, एडभर्टाइजिङमा, प्रोडक्ट क्वालिटीमा, यस्तो कुराहरूमा कम्पिट गर्छन्। नन कोलिजिभ ओलिगोपोलीमा 6वटा मोडेलहरू छन्। फर्स्ट मोडेल हो कुर्नोट मोडेल। यो मोडेल अगस्टिन कुर्नेटले डेभलप गर्नुभएको हो 1938मा। यो मोडेलमा फर्महरू एकअर्कासँग क्वान्टिटीमा कम्पिट गर्छन् र फर्महरूले एज्युम गर्छन् कि मैले आफ्नो आउटपुट प्रोड्युस गर्ने बेला अथवा मैले आफ्नो आउटपुट चेन्ज गर्ने बेला मेरो राइभल फर्मले चाहिँ आफ्नो आउटपुट कन्स्टेन्ट राख्ने हुन्छ। अर्को मोडेल यसमा छ बटेन मोडेल, जुन जोसेफ बटेनले डेभलप गर्नुभएको हो। यो मोडेल अनुसार फर्महरू प्राइसमा कम्पिट गर्छन् rather than क्वान्टिटी। जसले लोअर प्राइस दिन सक्छ उसले धेरै कस्टमर
एट्र्याक्ट गर्ने हुन्छ। थर्ड मोडेल यसमा छ इजवर्थ मोडेल, जुन बटन मोडेलको इम्प्रुभमेन्ट मोडेल हो। यो मोडेल अनुसार फर्मको प्रोडक्सन क्यापासिटी लिमिटेड हुन्छ र क्यापासिटी लिमिटेड भएको भएर प्राइस चाहिँ फ्लक्चुएट गर्न सक्छ। फोर्थ मोडेल यसमा रहेको छ स्टेकलबर्ग मोडल, जसलाई लिडर फलोअर मोडल पनि भन्ने गरिन्छ। यो मोडल अनुसार मार्केटमा एउटा फर्म फलोअर हुन्छ र अर्को फर्म चाहिँ लिडर हुन्छ। लिडर फर्मले फर्स्टमा आफ्नो आउटपुट डिसाइड गर्छ र फलोअर फर्मले लिडरको डिसिजन हेरेर आफ्नो आउटपुट डिसाइड गर्ने हुन्छ। फिफ्थ मोडेल हो चेम्बरलिन मोडेल, जुन एडवर्ड चेम्बरलिनले 1933 मा डेभलप गर्नुभएको थियो। यो मोडेल अनुसार मार्केटमा फर्महरू धेरै हुन्छन्, बट फर्महरूको प्रोडक्ट स्लाइटली डिफ्रेन्ट हुन्छ एकअर्का भन्दा, जसले गर्दा कस्टमरहरू आफ्नो ब्रान्डप्रति लोयल हुने गर्छन्। लास्टमा यसको मोडेल छ किङ डिमान्ड कर्भ मोडेल। यो मोडेल पल स्विजीले डेभलप गर्नुभएको थियो, त्यही भएर यसलाई स्विजी मोडेल पनि भन्ने गरिन्छ। यो मोडेल अनुसार मार्केटमा प्राइस चाहिँ रिजिड हुने गर्छ, मतलब फिक्स हुने गर्छ, किनकि एउटा फर्मले आफ्नो प्राइस इन्क्रिज गर्दा उसको राइभल फर्मले प्राइस इन्क्रिज नगर्न सक्छ, तर एउटा फर्मले प्राइस डिक्रिज गर्दा उसको राइभल फर्मले आफ्नो प्राइस पनि डिक्रिज गर्न सक्ने हुन्छ। त्यसैले यो मोडेल अनुसार मार्केटमा प्राइस स्टेबल राख्न प्रिफर गरिन्छ। ओभरअल आज हामीले पढ्यौं ओलिगोपोली मार्केटको बारेमा, यसको फिचर्स, टाइप्स र यसमा भएका डिफ्रेन्ट इम्पोर्टेन्ट मोडेलहरूको बारेमा। अब नेक्स्ट भिडियोमा हामी 1 by 1 यसको सबै इम्पोर्टेन्ट मोडेलहरू डिटेलमा एक्सप्लेन गर्नेछौँ। त्यसको लागि नेक्स्ट भिडियो हेर्नु होला र केही क्वेशन र सजेसनहरू हजुरहरूको छ भने तल कमेन्ट गरिदिनु होला र मेरो च्यानललाई लाइक, शेयर, फलो गरिदिनु होला। थ्यांक यू फर वाचिङ। सी यू अन नेक्स्ट भिडियो।